हेलो 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 नमस्ते। म चाहिँ कतारबाट है, कतार मेकानिक्सबाट तपाईँहरूको सामने आइसकेको छु भन्दा पनि आउँदैछु। मैले भिडियो पनि बनाएको छैन। म चाहिँ आज भिजिटको लागि होइन, यसो कतारतिर छुट्टीको नेसनल डेको छुट्टी थियो, त्यही कारणले चाहिँ म यसो जङ्गलतिर घुम्न आएको है। म चाहिँ साइकलमा छु अनि त्यही भएर चाहिँ भिडियो राम्रो हुन्छ नहोला के हो, हजुरहरूले कृपया हेरेर साथ दिनुहोला। अब गर्न त केही सकिँदैन, त्यही हो अलिअलि भिडियो बनाउने हाल्ने कामहरू गर्छु म चाहिँ। यस्तो छ बाटो हेर्नुहोस्, सेम गाउँघरको होइन, सेम गाउँको चारैतिर जङ्गल भन्दा पनि जङ्गल यति मात्रै हो। सिरिप यहाँ उठ चराउनेहरू हेर्नु न, कुकुरको हड्डीदेखि लिएर सबै हरेक यहीँ छ जङ्गलमा, हरेक मार्ने काट्ने यतैतिर हुन्छ यिनीहरू। जब पाकिस्तानहरू सबै अब हुन्छ यहाँतिर, कुकुरहरू मरे यहीँ फालिदिन्छ। यस्तो छ जङ्गल चाहिँ, तपाईँहरू हेर्नु सक्नुहुन्छ। घरहरू यस्तो माथि छ, हेर्नुहोस् त। यो चाहिँ मरुभूमि, लास्ट मरुभूमि हो कतारको, लास्ट क्षेत्रभन्दा पनि लास्ट क्षेत्रफल साउदी बोर्डर नजिक। म चाहिँ यसो हिँड्दैछु। यस्तो छ जङ्गल सकिसक्यो। अब चाहिँ म सेम गाउँको बाटो जस्तै गइरहेको छु है त। हजुरहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। मेरो फर्स्ट भिडियो हो यो, तपाईँहरूले हेर्नु सक्नुहुन्छ। कृपया भिडियोलाई देखेर पनि नदेखे चाहिँ नगर्नु होला। तपाईँहरूले एक लाइक र एक सेयर गरिदिनु भयो भने थोरै भिडियो बनाउने जोस जाँगरहरू चल्छ कि जस्तो लाग्छ मलाई चाहिँ होइन। अब यस्तै हो, हेर्नु न, पुरै गाउँघर जस्तै बाटो छ है। म चाहिँ के भन्छु भने यही हो हाम्रो चाहिँ। मलाई जस्तो बाटोमा खुब हिँड्न रहर लाग्छ। अनि आज चाहिँ मौसमले पनि खुब च्यालेन्ज दिएको छ क्या। मौसम पनि पुरा हल्का पानी परिरहेको छ होइन, थपो। अनि त्यही भएर चाहिँ यतातिर घुम्न आइरहेको म चाहिँ अवस्था छु। हेर्नुहोस्, यो चाहिँ बाख्रा फार्म जस्तै बाख्राहरू यहाँतिर राख्छन्, बेच्छन् बाख्राको दुधहरू। यहाँ चाहिँ धेरै बाख्राको दुध जाँदो रहेछ, मलाई चाहिँ थाहा थिएन। यही कतारमा आएर फर्स्टचोटि थाहा भएको। बाख्राको दुधहरू चाहिँ डेलिभरी हुँदो रहेछ, खाँदो रहेछ मान्छेले। हामीले धेरै बाख्रा पाल्थ्यौँ पाखामा होइन, तर कहिले पनि थाहा थिएन कि बाख्राको दुध चाहिँ दुहिन्छ भनेर थाहा थिएन। तर कतार आएर थाहा भयो कि बाख्राको दुध चाहिँ एकदम भिटामिन हुन्छ अरे भनेर चाहिँ यहाँ आएर थाहा भयो। हजुरहरूलाई देखाउन चाहियो होइन। बाख्रा फार्महरू धेरै ठुलो छ यहाँनिर। बाटो चाहिँ यस्तै हो, हेर्नु त। म चाहिँ साइकलमा एक हातले साइकल ड्राइभिङ गर्दै हजुरहरूलाई भिडियो बनाउँदैछु। यस्तो छ बाटो, हेर्नुहोस् त, हजुरहरूले देख्न सक्नुहुन्छ। एकदम गाह्रो अवस्था छ। यस्तो छ हाम्रो कतार भनेर कतार जस्तो हुँदैन सबैले होइन। हामी त बस्नुपर्ने भन्छन् मान्छेहरूले, ए आयो कतारबाट लौरे, त्यो होइन। हामी एकदम बिकट जिल्लामा बस्नुपर्छ। यहाँ पनि कतारमा पनि आफ्नो ठाउँ हुँदो रहेछ। त्यस्तै छ, नेट झरी तान्नलाई मुस्किल हुन्छ होइन। त्यही हो, एकदम राम्रो भिडियो बन्छ होला सायद आज। मौसम पनि यस्तो राम्रो छ आकाशमा, हेर्नुहोस् त हजुरहरू। म त स्याहाँ भइसकेँ, तपाईँहरूलाई भिडियो देखाउँदै गर्छु है त। यस्तो हुन्छ, गाह्रो हुन्छ। हेर्नु न गाइज, नगरी के हुँदैन र। म चाहिँ फाइनली बाख्रा फार्म आइसकेँ है। भित्र चाहिँ हाम्रो जान अनुमति हुँदैन, हेर्नु त। त्यहाँबाट म तपाईँहरूलाई प्रत्यक्ष देखाउने छु। हेर्नु त, भेडा बाख्रा कति धेरै छ है। तर्सिसक्यो, ऊ चाहिँ निस्किसक्यो होइन। यति धेरै बाख्रा छ, नगरी के हुँदैन र। यस्तो खाडीमा त्यति धेरै भेडा बाख्राहरू हुन्छ। हाम्रो ठाउँमा झन् धेरै हुनुपर्ने हो भन्दा होइन। हाम्रो त हरियो, हाम्रो कृषि उयो हो नेपाल। हेर्नु त कति धेरै, म आएको हेर्नु त कति धेरै निस्केको बाहिर। आमा ओ माई गड, हेर्नु त एक भाइ अरूसँग यति धेरै हुन्छ भन्छ। तर डर पनि लाग्छ, यहाँतिर भिडियो गर्नु दिँदैन अरे भन्छन्। तैपनि म चाहिँ हिम्मत जुटाएर आएको छु। नेपाली हो, कहिले पनि डराउनु हुँदैन भन्छन्। म चाहिँ डराएको छैन है। हेर्नुहोस् त, अरे बाफ रे, यति धेरै बकरी छ नि यहाँनिर। आमा, यता खोरमा ऊ चाहिँ ठुलो त्यो खै बाख्रा त होइन होला सायद, त्यो
के भन्छ खै चाक ठुलो ठुलो हुन्छ यसको चाहिँ, तर मलाई पनि नाम चाहिँ थाहा छैन। तपाईँहरूले कृपया कमेन्ट गरिदिनु होला है। म फेरि दोस्रो ठाउँमा देखाउँछु तपाईँहरूलाई। म चाहिँ लगभग यहाँबाट हिँडिसकेँ होइन। हजुरहरूलाई अब अर्को ठाउँमा लगेर देखाउने छौँ। हाम्रो कतारमा हाम्रै नेपाली दाजुभाइहरूले नै गर्नुभएको यो होइन, तर प्रायः पाकिस्तानीहरू पनि छ। नेपालीहरू चाहिँ कहाँनिर बस्नुहुन्छ मलाई त्यो खासै थाहा भएन, नत्र भए त अब यसो कुराकानी हुन्थ्यो होला सायद। पाकिस्तानी बङ्गाली धेरै हुन्छ यहाँतिर चाहिँ। ओ माई गड, रममाथि चढ्यो मेरो साइकलको ट्युब टायर। ओ माई गड, कृपया तपाईँहरूले मलाई सक्दो सेयर गर्नु होला। यस्तै भिडियोहरू लिएर आउँछु म कुनै दिन। हेर्नु न बाटो यस्तो अप्ठ्यारो छ कतारको बाटो। गाउँघरको भन्दा पनि खत्तम छ है गाइजहरू। पुरा यस्तै गरी भिडियोहरू बनाउँदै म हिँड्दैछु। म तल पुगेर तपाईँहरूलाई अर्को भिडियो देखाउनेछु। गाइज म चाहिँ फाइनली यहाँ आइसकेँ। हेर्नुहोस् यहाँबाट दृश्य पुरै मरुभूमि देख्ने हो गाइज। हेर्नुहोस् सबै नेपाल जस्तै छ। भट्टा जस्तो लाग्छ यो, खास इँटा भट्टा जस्तो। मलाई पनि भट्टामा काम गरेको होइन, भट्टा जस्तै लाग्छ। मौसम त्यस्तै छन्। अनि पुरै यहाँनिर कुनै पनि बिल्डिङ छैन, टहरा हो सबै। यहाँ पालनहरू मात्रै हुन्छ, घोडा अनि उँट हरेक कुखुरा त्यस्तै पालनहरू मात्रै छ। यो ठाउँ चाहिँ यस्तो छ कि हेर्नुहोस् त, हजुरहरूले हेर्नु सक्नुहुन्छ। यस्तो पहाड छ कि हेर्नु त, पुरा भट्टा जस्तै एरिया छ यो। तपाईँहरूलाई म पुरा देखाउने छु है गाइज। टाढा नजानुहोस् मलाई छोडेर, ओके। हेर्नु न गाइज, साइकलको ब्रेक धरि नलाग्ने ओह्रालो झरेर म हजुरहरूलाई यसो देखाउन गइरहेको छु। आफूले जति जानेको त्यस्तोहरू चाहिँ म देखाउँछु होइन, देखेको जस्तो। एकदम रमाइलो ठाउँ छ यो, खास एकान्त सुनसान। तर बाटो कुन हो भन्ने कुनै थाहा छैन। म पनि त्यत्तिकै हिँडिरहेको छु। साइकलले धोकादे लास्ट छ, हावा गइरहेको छ पछाडिको चाहिँ। एकदमै हजुरहरूलाई चाहिँ कस्तो राम्रो ठाउँमा लान्छ यहाँ हो है। यहाँ एकदम उँटहरू धेरै छ तल। यो उँटले खाने घाँसहरू हो गाइज। प्लिज हेरेर साथ दिनुहोस्, मलाई अनफ्लो नगर्नुहोस् है त। आइया, ओ माई गड, साइकल झन्डै ढलेको। तर बचाएँ, बचाउनु चाहिँ तपाईँहरूको लागि बचाएँ। तपाईँहरूको आशीर्वाद होस्। के गर्नु, कमाइ त छैन परदेशमा, बसी बसाइ यस्तै घुमघाम। मैले फर्स्ट भिडियो बनाउँदै हो यो चाहिँ। मेरो फर्स्ट भिडियो धेरै लम्बा हुनसक्छ, तपाईँहरूले उयो नगर्नुहोस् है त। हेर्नुहोस् गाउँघरको जस्तै बाटो छ यो। हेर्नु त, उँट चाहिँ धेरै छ त्यो फर्ममा। आमामा गाइस हेर्नु त। ओ माई गड, साइकल त्यत्तिकै फास्ट कुदिरहेको छ, ब्रेक छैन फेरि। ओ माई गड, म चाहिँ साइड काट्छु। हेर्नुहोस् त, ओ माई गड, झन्डै ढलेको। ओ माई गड, मैले साइड यता लिनुपर्ने हुन्छ। अब चाहिँ म तपाईँलाई धेरै उँट भएको ठाउँमा लान्छु, र उँट पनि म देखाउने छु गाइज। यहाँ चाहिँ खाल्टो रहेछ धेरै ठुलो। ओ माई गड, के गर्नु, स्यास्यारी फ्याँ हुन्छ है, यस्तै छ। पहिला भिडियोमा हो, केही छैन। म दुःख गर्नु परे पनि हजुरहरूको लागि दुःख गरौँला नि त। कति राम्रो भ्यू छ हेर्नु न। सायद यति राम्रो ठाउँ, सुन्दर ठाउँ। हेर्नुहोस् त हजुरहरूले बयान गरिसक्नुहुन्छ होइन। स्वर्गको आवाज हुन्छ यहाँले, हरेक फल चाहिँ यहाँले देख्न सक्नुहुन्छ। अब म चाहिँ ठ्याक्क तपाईँहरूलाई हेर्नुहोस्, आकाशमा पुरा बादल, चारैतिर बादल छन्। यति मिठो न्यानो आवाज मरुभूमिको, प्रकृतिले भरिपूर्ण जस्तै। नेपाल जस्तो चाहिँ होइन कि खाडी मुलुकमा यस्तो छ। हेर्नुहोस् त साथीहरू, सक्दो लाइक कमेन्ट गरिदिनु होला। उफो गरेर बनाएको छु, पानी पर्ने बेला बसेको छैन रुममा सुतेर, हजुरहरूलाई देखाउनको लागि यो भिडियो। हेर्नुहोस् उँट देखाउनु गइरहेको छु। उँट चाहिँ यस्तो छ, आमामा कति ठुलो ठुलो हुन्छ उँटहरू। हेर्नुहोस् त, म
मतिर सबले फर्केको। मलाई पनि डर लाग्छ नजिक जानलाई चाहिँ, तर म नजिकै गएर देखाउँछु। त्यहाँनिर चाहिँ उठले बच्चा जन्मेको रहेछ, त्यो पनि देखाउँछु हजुरहरूलाई। कृपया तपाईँहरूले ध्यान दिएर पुरा भिडियो हेरिदिनु होला है। हेर्नुहोस् त उठ हेर्नुहोस् त। म चाहिँ उठलाई छुनु गएको, हेर्नुहोस् त कस्तो राम्रो। आहा क्या राम्रो छ है। हेर्नुहोस् त मेरो हात चाटेको, हेर्नुहोस् त। आहा उठहरू हजुरहरूलाई राम्रोसँगले भिडियो देखाउन चाहिँ सक्दिनँ होला, किनकि सस्तो खालको मोबाइल छ, अरू जस्तो आइफोन छैन। त्यही हो साथीहरू, हजुरहरूले वेट नगरिकन हेरिदिनु होला भिडियोलाई, एक्सेप्ट नगरिकन होइन। हेर्नुहोस् त उठले हजुरहरूको मुखलाई। आहा कृपया भिडियोलाई तपाईँहरूले अन्तिमसम्म हेरिदिनुहोस् है। हेर्नुहोस् म धेरै चिजहरू देखाउँछु, तर मेरो भिडियो लामो होला। हेर्नुहोस् त उठहरू। अनि उठले बच्चा जन्मेको रहेछ त्यहाँनिर, त्यो पनि देखाउँछु म तपाईँहरूलाई। हेर्नुहोस् त आमा, मेरो हात चाहिँ मेरो हात। म फोटो पनि खिच्नेछु अहिले लास्टमा। आशीर्वाद होस् भगवानको लीला। ओके हेर्न सक्नुहुन्छ साथीहरू होइन। यहाँ चाहिँ म चाहिँ त्यहाँनिर गएको थियो, त्यहाँ अड्या घर छ अरे। अनि चाहिँ यस्तो राम्रो छ कि होइन, हेर्नु न बस आएछन्। कति राम्रो परिवार पनि चढेको गाई चाहिँ हेर्नु न, कति धेरै ठुलो उठ छ। यस्तो छ होइन, कति धेरै चिजहरू छ यहाँनिर। हेर्नुहोस् त उता पनि देख्न छैन। कृपया भिडियोलाई ध्यान दिएर हेर्नु होला है। भिडियो राम्रो छ, तर सस्तो मोबाइल भए पनि भिडियो चाहिँ महँगो छ है। हजुरहरूले लाइक गरिदिनु होला, मेरो उयोलाई फलो गरिदिनु होला च्यानललाई। यस्तो राम्रो छ। तर गाई छहरू त्यहाँ चाहिँ होइन, एक्कासी त्यो ऊ जन्मेको थियो, उठ जन्मेको थियो। अनि उठ जन्मिसकेपछि उसको कतारी आउनुभयो, बोस भन्दा पनि यहाँको मेन कतारी अरबी थोरै कुरा गर्यो। अनि भिडियो चाहिँ नबनाउनु, हेरेर जाऊ रे बाबु भनेर चाहिँ कुराहरू भयो। मैले त्यो चाहिँ हालेन खासै त्यहाँ भिडियो नबनाउनु। मलाई डर भयो, किनकि यहाँनिर यतातिर मार्छ अरे भन्छ कि, यतातिर चाहिँ प्रायः आउन डराउँछ हाम्रो कम्पनीको साथीहरू चाहिँ होइन। म चाहिँ डराएर आइरहेको छु। हेर्नु न साइकलको टायर भाँसेर पुरै एकदम गाह्रो छ क्या, साइकलको टायर भाँसिरहेको छ होइन पुरै। तर यहाँतिर चाहिँ मार्छ अरे भन्छ मान्छेहरू, खै के गर्छ अरे भन्छन्। तर किन डराउनु, नेपाली हो, भिडियो बनाउनु छोडिँदैन। आज फर्स्ट भिडियो, खतरनाक भिडियो छ। तपाईँहरू प्लिज मलाई एकचोटि उयो गरिदिनु होला। यो भन्दा नि खतरा भिडियो लिएर आउँछु म। अझै पनि म जाँदैछु, अझै टाढा जाँदैछु। किन डराउने, नेपाली हो, गोर्खाली हो, कहिले पनि हात चाहिँ खाँदैन, भिडियो बनाउन छोड्दैन। थोरै भए पनि अरबी आउँछ, थोरै भए पनि इङ्ग्लिस पढेको छु, हात चाहिँ खाँदैन भनेर चाहिँ भन्नु नि हुँदैन, जबरजस्ती गर्न पनि मिल्दैन। त्यही भएर म चाहिँ त्यहाँबाट फर्किसकेको छु। उनीहरूले चाहिँ मलाई हेरिरहेको छ अझसम्म, हेर्नु सक्नुहुन्छ। उनीहरूले चाहिँ मलाई हेरिरहेको छ त्यहाँबाट। मैले क्यामेरा ब्याक गरेर देखाएको छु तपाईँहरूलाई। चाहिँ खास उयोमा छु, साइकलमा छु, त्यही कारणले चाहिँ मैले पुरा देखाउन सकिँदैन हजुरहरूलाई। हेर्नुहोस् साथीहरू कति राम्रो रोडको फर्महरू। तर के गर्ने, यहाँ प्रवेश निषेध क्षेत्र रहेछ, अहिले चाहिँ आएर थाहा भयो होइन। तर प्रवेश निषेध क्षेत्र भए पनि हात चाहिँ खएको छैन, अगाडि बढ्दैछु। कहाँसम्म पुग्दो रहेछ त्यहाँसम्मको भिडियो बनाएर म चाहिँ फर्किन्छु यहाँबाट होइन। तर पछाडि पनि गाडी आइरहेछ कि जस्तो लागिरहेछ, डर चाहिँ लागिरहेछ। के गरी पक्रिहाल्यो भने त्यही पुलिस थानासम्म त होला नि भन्ने चाहिँ सोचाइले चाहिँ म भिडियो बनाइरहेको छु। हेर्नुहोस् त